हेलो हेलो गाइस, सम्पूर्णमा नमस्कार छ। ल हेर्नुहोस् त, इन्डियाको दिल्ली स्थित कति ठुलो प्रदर्शन कार्यालय कक्रोच जनता पार्टीले मोदीलाई संसद भवनबाटै लखटेपछि यति ठुलो हङ्गामा भयो। ल हेर्नु त, कति लाखौँ मान्छेहरू ब्यारिकेड तोडेर पुलिसवालाहरूले ड्याम्की ड्याम हान्दैछन्। कयौँ पुलिसवालाहरू घाइते भएका छन्। ल हेर्नुहोस् त, बिचरा जहाँ गए नि, नेपालमा नि कति पुलिसवाला घाइते भयो, इन्डियामा नि अब त्यही चाल भएको छ। प्रदर्शनकारीहरूले ल हेर्नुहोस् त, कारहरू कति नमजाले तोडफोड गरेका छन्। के अब नेपालमा जस्तै सत्ता परिवर्तन होला नहोला भन्न सकिन्न। हालचाल यिनीहरूलाई नरोकियो भने नेपालमा भन्दा ठुलो दुर्घटना हुने आशंका देखिएको छ। नेपालमा त के भएको थियो र इन्डियामा त्यति हजारौँ लाखौँ मानिसको ज्यान जान सक्ने सम्भावना छ। ल हेर्नुहोस् त, अब इन्डियाले यो विशेष कुराहरूमा ध्यान निकायहरूले दिएन भने ठुलो घटना घट्ने आशंका छ। अब इन्डियन आर्मीले सक्यो इन्डियाभरि नै कर्फ्यू गर्न सक्छ दिल्ली राज्य स्थितमा। र हिजो चाहिँ भएको मिटिङमा चाहिँ मोदीलाई सांसद भवनबाटै लखटिएको थियो र उनलाई सांसद भवनबाट जोगाएर उनको होम आश्रयमा लगिसकेपछि फेरि उहीँ त्यही कक्रोच जनता पार्टीका कार्यकर्ताहरूले सबै उनलाई उहीँ घेरेका थिए। ल हेर्नुहोस् त, लाखौँ करोडौँको भिडमा पुलिसवालाहरूलाई लुसिया छन्, हानिया छन्। अब यो कहाँसम्म गएर रोकिने होला। ल अब तपाईँहरू ल हेर्नुहोस् त, यस्तो ठुलो न्युज। बिचरा हेर्नु त, पुलिसवालाको आँखै पोरिएको छ। ड्युटीमा उसले आफ्नो कर्तव्य निर्वाह पुरा गर्दाखेरि देश र जनताको लागि आखिरीमा मर्ने भनेकै सोझा साझा जनता हुन्। नेपालमा नि चाहिँ सोझा साझा जनतै मर्या थिए। अब इन्डियामा नि त्यही बिचरा हेर्नुहोस् त, कस्तो ठुलो आन्दोलन भइरहेको छ। प्रदर्शनकारीहरूले कार तोडफोड गरेर राम तेरी सत्यनाश। ल हेर्नुहोस् त गाइस, यार कारै पल्टाउन लागेको छन्। यो तोडफोड गरेर यिनीहरूले चाहिँ पाउन चाहिँ के पाउँछन्? बरु शान्तिपूर्ण आन्दोलन गरेर संसद भवनतिर जानु नि। बिचरा दुखी यारी जनताको यो किन तोड्नु भएको होला उहाँहरूले? यसमा चाहिँ विशेष इन्डियाले ध्यान नदियो भने कयौँ मान्छे हजारौँ लाखौँको ज्यान जाने सम्भावना देखिएको छ। के अब इन्डियामा नि नेपालमा जस्तै सत्ता परिवर्तन हुन्छ त? 15 वर्षपछि बिजेपी बाई बाई टाटा हुन्छ या हुँदैन? ल हेर्नुहोस् त, अब नेपालमा भन्दा ठुलो आन्दोलन हुने आशंका गरिएको छ र यसलाई रोक्न कयौँ असुर ग्यास र पानीको फायरिङ गरिए नि, तर अहिलेसम्म कन्ट्रोल भएको छैन र पुलिसहरूलाई घुमाइ डुबाइ हानेका छन्। ल हेर्नुहोस् त गाइस, यस्तो नमजाले हानेका छन् कि प्रदर्शनकारी आतङ्ककारीहरूले। यार यस्तो यसलाई नरोकियो भने त कयौँ मानिसको ज्यान जान सक्ने सम्भावना हुन्छ। नेपालमा जस्तै के राजनीतिक स्थिति अब चेन्ज हुन्छ या हुँदैन?